तिजको रहर आयो बरिलै तिजको रहर आयो बरिलै हिमालै चोली त्यो पल्लापट्टि तिमीलाई झुल्के घाम देखिन्छ कहाँबाट हेरौँ मायालाई मैले तिमीलाई डाँडै देखिन्छ तिजको ए नानी नानी तीज आउन अझै कति दिन बाँकी छ तिमी त आजैदेखि तीजको रहर आयो बरिले भनेर घाँस काटेर रमाउँदैछौ त दिदी तीज आउन कति दिन बाँकी छ र आइहाल्यो नि अब 4-5 दिन त हो नि त्यो त हो नि नानी अब गाउँघरमा कामले पनि फुर्सद नहुने दिदी यो गाउँघरको काम कहिल्यै पनि सकिँदैन म त भोलि नै माइत जान लागेकी छु तीज विशेष भनेको नारीहरूको लागि हो दिदी सधैँ कामको टेन्सन कति काम गर्नु म त भोलि नै माइत जाने हो नि नानी तिमीले भनेको एकदमै ठिक हो वर्ष दिनमा आउने तीज मनाउन त परिगयो नि तिमी घाँसको भारी पुर्याएर आऊ मलाई चाहिँ घर जान हतार पनि म चाहिँ गएँ है हस् दिदी हस् हिमालय चुली त्यो निकै ढिला गऱ्यो नि घर आउनु पनि जता गयो उतै गफमा भुल्छौ दिदी बहिनीसँग यसो गफगाफ गर्दा ढिलो भइहाल्छ नि बरु यता सुन्नुहोस् न के भयो भन त तीज आइसक्यो छोरीहरूलाई बोलाउनु परेन कि लिन जान पो पर्ने हो कि किन लिन जानु पर्यो अहिले गाउँघरमा बाटो पुगेको छ बाटो राम्रो छ आइहाल्छ नि बिस्तारै पहिले पो खोला नालाले बगौला भन्ने डर हुन्थ्यो अहिले त बाटो राम्रो छ आइहाल्छ नि बरु माइली र कान्छीले फोन गर त जेठीलाई के गर्ने त फोन गर्ने त होला नि त्यसलाई किन फोन गर्नु पर्यो त्यो त आफै आइहाल्छ नि आज आइपुग्छ कि भोलि आइपुग्छ त्यसलाई कहिले माइत आउँ जस्तो भइरह्यो होला मिठो मिठो खाना पाउँछ आइहाल्छ नि उता खाना पाउँदिनँ नआइज भने नि आउँछ माइली र कान्छीलाई चाहिँ फोन गरिहाल्छु है आमा दर्शन भाग्यमानी हुनु छोरी यहाँ त तीज लागेर धुमधाम छ ए भनेपछि उतातिर तीज लागिसक्यो है छोरी लागिसक्यो नि आमा दिनदिनै दर खाएर म त रमाइलो गर्दैछु अनि तीजमा त माइती आउने होला नि के छ तेरो सुरसार आउँछु आमा तीजमा आउन परिहाल्यो नि तीजमा नआएर हुन्छ त ल नानी ल छिट्टै आऊ है उता माइली दिदीलाई पनि म फोन गरिहाल्छु हस् आमा हस् बाई बुढो सुन्नुहोस् न भन त आमाले फोन गर्नुभएको थियो अनि के भन्नुभयो त माइत कहिले आउँछेस् तीज लाग्यो भन्दै हुनुहुन्थ्यो अनि जाऊ न त मैले रोकेको छु र अनि यत्तिकै जानु त के चाहियो भन नि त अनि गरगहना महँगो खालको साडी चाहियो मलाई गरगहना त पोहोर सालको पनि छ नि मलाई यही सालको चाहियो नयाँ नयाँ डिजाइनको आएको छ बजारमा मान्छेको अगाडि बेइज्जत हुँदैन कि क्या हो मेरो पोहोर सालकै लगाउँदा जसरी पनि बनाइदिनु है अरू कुरा थाहा छैन मलाई ल के ल बनाइदिउँ ल अब त भयो
हस् थ्याङ्क यू। कान्छी त आउने भाइ। ए हो र, त्यसो माइलीलाई नि फोन गरिहाल नि त। हस् हजुरआमा दर्शन। दर्शन दर्शन सन्चै छेस? अनि ज्वाइँलाई चाहिँ कस्तो छ नि? आमा सन्चै छ हामीलाई त। सुन न आमा, ज्वाइँ र म त यसो डाँडातिर घुम्न पो आएको छौँ त नि। तिज आइसक्यो, माइत आउने होइन छोरी? यही सम्झाउन फोन गरेको तँलाई। आउने हो आमा, आउने हो, अब छिट्टै आउने हो। ज्वाइँसँग म त्यही सल्लाह गर्न खोज्दै थिएँ। ल ल ढिलो चाहिँ नगर है, भनिदिएछु नि मैले। हस् आमा हस्। बुढो सुन्नु न, भन न। मलाई पैसा चाहियो कि। ल फेरि के को लागि? कस्तो के को लागि भन्नुभयो हो र? आमाले फोन गर्नुभएको थियो माइत आऊ भनेर, तिज लागेन र। मैले तिजको लागि भनेर गरगहना बनाउनु दिएको छु के। फेरि मलाई कपडा पनि त किन्नु पर्यो, त्यसकै लागि चाहियो नि। चाहियो भनेपछि चाहियो। मेरो बुढी कति जिद्दी छ। चाहियो त, हामीसँग नभएको हो र? जहिले चाहिए पनि छ त। ल भोलि म अफिसबाट फर्किँदा निकालेर ल्याइदिउँला। मलाई अहिले नै चाहिएको छ, अनि भरे भन्नुहुन्छ। तिमीलाई कतिखेर चाहियो भन, म क्युआर गरिदिन्छु। हस् थ्याङ्क यू। ल बुढो जाउँ, ढिलो भइसक्यो, सपिङ पनि त गर्नु पर्यो नि। बुढो क्युआर चाहिँ गरिदिइहाल्नु है फेरि। ए बुढा सुन्नुहोस् न, माइली र कान्छी त आउने भए। एकचोटि जेठीलाई पनि फोन गर्छु नि है, वर्ष दिनमा आउने तिज। अब आमा बाले सम्झेनन् भनेर चित्त दुखाउली क्या। मैले अघि नै भनिसकेँ त, तँ आफै आइहाल्छ है भनेर। त्यहाँदेखि तिम्रो मोबाइलमा पैसा बढी छ भने गर न त एकचोटि। गरौँ? गर। ल ल हेलो आमा दर्शन। भाग्यमानी भएछ। ए नानी त के गर्दैछेस? के गर्नु नि आमा, हजुरको ज्वाइँ र म बारीमा काम गर्दैछौँ। तेरो त्यस्तै त हो नि, घरको काम खेतको काम। ए नानी तेरो के विचार छ? तिज पनि आइसकेको छ, आउने त होलिस् नि। आउन त आउँछु आमा, तर योपालि अलि ढिला आउँछु। ल के भनेको तैँले? किन ढिला आउने? अब यहाँ तेरो दिदी बहिनीहरू आउने बेला भइसक्यो, घर पनि फोहोर छ। तँ त भोलि नै आउनु पर्यो कि नानी। घर पनि सफा गर्नु पर्यो, बहिनीका कोठाहरू पनि सफा गरिदिनु पर्यो, दर पकाउनु पर्यो। तेरो बहिनीहरूले यस्तो काम गर्न पनि सक्दैनन्, काम गर्ने बानी पनि छैन तिनीहरूको। तैँले सबै काम गर्न सक्छस् नानी, जति सक्यो छिटो त आइहाल है। हस् आमा हस्, म घरको काम सकेर जति सक्दो चाँडो आउँछु। ल ल झट्टै आउनु। हस् आमा। जेठी पनि आउने भाइ। बोलाउनै परेन थियो नि, मैले आफै आउँछु भने त अघि नै। ल बोलाउनु परेन, ऊ आए पो घरको सबै काम गर्छ त। अब बहिनीहरू आएर कामै गर्दैनन्, कस्तो होला बुढा पनि। मिना कसले गरेको फोन? आमाले गर्नुभएको। के भन्नुहुन्छ त आमाले? आमाले यसपालि तिजमा 2-4 दिन चाँडो आउनु भन्नुभएको छ। ए आमा बाउको मन त्यही त हो नि, तिम्रो न्यार्सो लाग्यो होला, त्यही भएर छिट्टै नै आइज भनेको। आमा बुवालाई के गाह्रो अप्ठ्यारो परेर पो हो कि? आमा बुवाले त्यस्तो गाह्रो अप्ठ्यारो परेको रहेछ भनेदेखि यतै लिएर आऊ है। बिचरा आमा बुवाको हामी बाहेक को छ र? अब तिम्रो बहिनीहरूको कुरै भएन, सहरतिर बस्छन्, आमा बाउको ख्याल गर्न फुर्सदै हुँदैन उनीहरूलाई। आमा बाउलाई दुःख परेको बेलामा एक्लै छोड्न हुँदैन, बिचरा उहाँहरूको हामी बाहेक अरू को नै छ र? हस् अब हजुरले भनेको जस्तै गर्नु पर्ला। त्यसै गर्ने त हो नि, अब आमा बुवा एक्लै हुनुहुन्छ उता। खै ल त्यो घाँस म काट्छु, मलाई साह्रै भोक लाग्यो कि। यसो केही खानेकुरा बनाऊ, घाँस म लिएर आउँला। अलि मिठो बनाऊ है, मलाई त भोक लागेपछि फेरि खाली पेट बस्नै सक्दिनँ।
ओहो नानी, तिज लागिसक्यो तिमीलाई? लाग्यो नि। तिज आउन त 2-4 दिन बाँकी छ, कति छिटो माइत आउन त भाइ। आमाले फोन गरेर छिटै आइज नानी भन्नुभयो, त्यसैले आएको नि। तिमीहरूको पो घर माइती नजिकै छ, हिँड्नु पर्दैन, आफ्नो त टाढा छ, आउनु परिहाल्यो नि। हामीलाई त आनन्द छ, माइतमा सिटी लागे घरमा सुनिन्छ। यति कुरा चाहिँ ढुक्क छ है। ल यसपालि नि एकदम रमाइलो गर्नुपर्छ है, सबैजना मिलेर। ल तिजको दिन मजाले रमाइलो गर्नुपर्छ है। ल अहिले म गएँ ल। आमाले बोलाएको भनेर नाटक गर्छ, आफै आकी होली। घरमा खाना लाउन दुःख छ अरे, त्यही भएर मिठो मसिनो खाना पाउँछु भनेर माइत आकी। उसको 2टा बहिनीहरू आउन लागेको, त्यही भएर घर सफा गर्नलाई बोलाएको होला नि। यसको बहिनीहरू धनी छन् नि त, नत्र भने यसलाई कसैले मान्छे गन्दैनन्। ए होला होला, छोडिदेऊ अरूको कुरा, अरूको मतलब राख्नु हुँदैन के, जेसुकै होस्। ल जाउँ, ढिला भयो। ल जाउँ हिँड जाउँ। आमा, ए आमा। नानी पो आइछ। ढोक गरे लु भाग्यमानी भएस्। बुवा ढोक गरे। भाग्यमानी रहेछ। धन्न बेलैमा आइपुगेछस्। भोलि तेरो बहिनीहरू आउँदैछन्, उनीहरू एकै ठाउँबाट आउने भएको भएर सँगै भेटेर आउने रे। है बुढा? घर सिनिक्क पार अनि ओछ्यान पनि मिलाइदिए है। जा 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 गइहाल। त्यति टाढादेखि हिँडेर आएको आमा कस्तो थकेला छ, एकछिन आराम गर्छु अनि काम गर्छु नि है। समय छैन के त्यही भएर त तँलाई चाँडै बोलाएको। तँलाई नत्र पछि आएर भइहाल्थ्यो नि। जा बहिनीहरूको कोठा सरसफाइ गरिदे, आमाले सक्दैन। जा भनेको। हस् बुवा। काम गर्न बोलाएको झन् थकै लागेछ भनेर मोर्छ यसलाई त। मैले सम्झिसकेँ त, अब गरिहाल्छु नि। ओइ नानी, के खोजी कि तैँले? किन निकाले नानी त्यो? आमा घिउ खान मन लाग्यो, अलिकति घिउ खाऊ कि भनेर। तँलाई किन घिउ खान पर्यो अहिले? खुरखुर खान, त्यो घिउ त बहिनीहरूको लागि राखिदिएको। माइतमा आएर के खान नपाएको जस्तो व्यवहार निकालेको नानी तैँले। त्यस्तो होइन बुवा, मलाई कस्तो घिउ खान मन लागेको छ। म सबै खाने पनि होइन, अलिकति खाएर बहिनीहरूलाई राखिदिन्छु नि। हुँदैन भने त यसरी हात हालेर खाने बानी गर्नु हुँदैन। जे चाहे पनि मसँग माग, मसँग सोध। यसरी मन परी गर्नु हुँदैन आएर। आमा मैले त आफ्नै घर सम्झेर आफ्नै हातले झिकेर खान खोजेँ कि मलाई थाहै भएन सोध्नुपर्छ भनेर। बिहे गरेर गइसकेपछि तेरो श्रीमानको घर नै तेरो घर हो, यो तेरो घर होइन। यति मिठो दुध भात दिएको छु, त्यहाँ माथि मासु पनि छ यतै पटपट भुटेको। अनि तँलाई घिउ र भात चाहिँ किन खानु पर्यो? बहिनीहरूलाई यस्तो खाने बानी नै छैन, उनीहरूले खान्छन् के घिउ र भात, त खुरुखुरु खान। तँलाई त यही ठिक छ, बहिनीहरूले यस्तो यस्तो खाँदैनन्, उनीहरूले हो घिउ भात खाने। चुपचाप खा। ए खाना खा त, के हेरेर कि त? भोलि बहिनीहरूले खाँदैन, तँलाई पनि चाख्न तँलाई कि अलिकति। ए छोरीहरू पो आएछन्। ल राम्रोसँग आइपुग्यौ नि? राम्रोसँग आइपुग्यो। ए बुढा बाहिर आउनु नि, छोरीहरू आएछन्। ए आइपुग्यो छोरी हो? हजुर बुवा दर्शन। भाग्यमानी भए। भाग्यमानी भएछ। भाग्यमानी भए छोरी। दिदी के हो, म त पहिले आएर बसिथिएस् त। आमाले छिटै आइज भन्नुभयो, त्यसैले आएँ कि। के हो आमा, दिदीको मात्र माया लाग्छ कि क्या हो? हामीलाई भन्दा पहिले बोलाउनु पर्छ त दिदीलाई। त्यस्तो होइन के, माया त सबैको बराबरी लाग्छ। अब दिदीलाई बेलैमा बोलायो भने घरको सरसफाइ गर्छ, तिमीहरूको कोठा पनि सरसफाइ गर्छ, दरको लागि पनि सबै कुरा तयारी गर्छ, त्यही भएर बोलाएको नि। हो
हामीलाई सफा कोठा चाहिन्छ। यो चाहिँ ठिक गर्नुभयो है तपाईँले। ल ल हिँड भित्र, जेठीले कस्तो मिठो मिठो खानेकुरा बनाएर राखेको छ। हिँड, आऊ छोरी आऊ। कति थाक्यो होला नि मेरो छोरीहरू। लु राम्रोसँग आयो। यसपालि त मैले नयाँ डिजाइनको गहना बनाएर ल्याएकी छु र साडी पनि नयाँ ल्याएकी छु। मस्त लगाएर देखाउनु पर्छ। तैँले मात्र बनाएकी छेस् गहना, मैले चाहिँ बनाएकी छैन होला। मलाई चाहिँ के गरिब देखिस् तैँले? त्यति जाबो गहना मैले बनाउन सक्दिनँ। कस्ता कस्ता गहना बनाएर ल्याएको छु मैले। बढी कुरा गर्दै रहेछ। कति न, उसलाई भनेको जस्तो गर्दै रहेछ। ओ जेठी दिदीसँग केही छैन, केही बोलेकी छैन, कति न। ओइ, तैँले यसपालि त नयाँ साडी र गहना ल्याएकी होलिस् नि? छैन मेरो त नयाँ साडी। मेरो त यो पोहोरकै साडी हो, यही फाटेको छैन। म त यही लाउँछु। एउटा तिलरी छ पोहोरकै, त्यही लाउँछु। पैसा छैन भन्न दिदी, पैसा भएको भए त बनाइहाल्थिस् नि। यस्तै हुन्छ कि गरिबसँग बिहे गरेपछि यस्तै हुन्छ। न त मिठो खान पाइन्छ, न त राम्रो लाउन पाइन्छ। दुनियाँको अगाडि निहुरेर हिँड्नुपर्छ। केही इच्छा पुरा हुँदैन। छ्या, हाम्रो त बेइज्जतै हुने भयो। आफ्नो बुढासँग त जसरी पनि माग्नुपर्छ। काम गरेर हुन्छ कि, चोरेर हुन्छ कि, ढाटेर हुन्छ कि, आफ्नो बुढीको इच्छा त पुरा गरिदिनु पर्छ नि। पैसा भएपछि त चोर, डाका, फटा सबैको इज्जत हुन्छ। पैसा नभएपछि त कसैको पनि इज्जत हुँदैन। 30 को दिन त म योसँग बस्दा पनि बस्दिनँ, नाच्दा पनि नाच्दिनँ। हेर्नुहोस् है आमा, केही छैन भन्छे, माग्ने जसरी बनेर आउँछे। यसलाई त मैले दिदी भन्नलाई पनि लाज लागेर आउँछ। मैले भनिदिएको छु है, 30 को दिनमा योसँग म बस्दिनँ नि। अब के गर्ने त भने, तेरो दिदी नै यस्तै छ। नाचगान गर्नु गएको ठाउँमा यो अलग्गै बसेर हेर्छ, पन्छ्या जसरी क्या। ठिकै छ त। म तिमीहरूसँग जाँदा तिमीहरूको इज्जत जान्छ भने म कतै नगई घरमै दर पकाएर बसौँला नि त। यति भए हुन्छ तिमीहरूलाई? यो आइडिया चाहिँ ठिक छ है। तँलाई पनि त लाज हुन्छ नि। हामी चाहिँ गहना झरिझुट्ट लाएर धपक्क बोल्दा तँ चाहिँ माग्ने जस्तो हुँदा हो कि होइन भन् त? ल ल, म घरबाट बाहिरै निस्किन्न, तिमीहरू ढुक्क हुनु। ल ल, यो साल त यस्तै भयो। अर्को साल चाहिँ गहना बनाएर आइज अनि सँगै नाचौँला। ए ठुली, त चित्त नदुखाइ, यिनीहरू यस्तै हुन् क्या। होइन, किन ठुस्केर बसेकी बुढी आज? भोलि माइत जानु पर्ने मान्छे यसरी ठुस्केर बसेर हुन्छ त? जान्न म माइत साइत। किन, के भयो? कसले के भनेर नजाने माइत? कसैले केही भनेको छैन। माइत जान जाब 2 मिनट त लाग्छ नि। के जानु, न आफूसँग भने जस्तो साडी छ, न त गहना। जान्न म माइत। गए पनि त्यही साथीसँग रमाउने हो, नगए पनि त्यही साथीसँग। के जानु माइत? सबैले झ्याप्प गहना लगाएर आउँछन्, महँगो महँगो साडी लगाएर आउँछन्। के म चाहिँ भिख माग्ने जस्तो भएर जानु? मनाउँदिनँ 30। होइन, के चाहियो तिमीलाई भन त? किन यसरी रिसाए कि? कस्तो नबुझेको यत्रो कुरा गर्दा पनि। मलाई गहना चाहियो भनेको के? बुझेर पनि नबुझे जस्तो गर्नुहुन्छ। कहाँबाट ल्याउनु मैले अहिले त्यत्रो पैसा? होइन, तिमी त बुझ्ने मान्छे थियौ त। के भयो काशी तिमीलाई? यत्रो वर्ष बुझे त, कति बुझ्नु मलाई थाहा छैन। कहाँबाट ल्याउने हो, कसरी ल्याउने हो, मलाई गहना र साडी चाहियो। त्यो रिता र गीताले आज मलाई धेरै सुनाए, धेरै बेइज्जत गरे मेरो। नयाँ नयाँ साडी गहना ल्याएका छौँ, मेरो बुढाले त यति कमाउँछ उति कमाउँछ भनेर धेरै धाक दिएका छन् मेरो अगाडि। सहरमा घर छ भनेर खुब सुनाए मलाई। तिनीहरूको अगाडि झ्याप्प गहना र साडी लगाएर देखाउनु छ मलाई पनि। हेर बुढी, धनको धेरै घमण्ड गर्नेहरूलाई एक दिन त्यही धनले नराम्रोसँग बुझ्छ। आफूसँग धन छ भन्दैमा अरूलाई होच्याउने गिराउने काम गर्नु हुँदैन। आफूसँग जे छ त्यसैमा रमाउनुपर्छ। अर्काको देखासेखी गरेर हुँदैन। अर्काको देखासेखी गर्न थाल्यो भने हामी त रोडमै आउँछौँ। आफै सोच, स्वर्ग जस्तो घरमा आफूसँग जे छ त्यसैमा रमाएर बस्ने कि घर जग्गा बेचेर गहना लाएर रोडमा गएर बस्ने? तँ बुझ्छेस्, बुझ कि छेस्? तैँले आफै बुझ्नुपर्छ। आशा छ तैँले अवश्य बुझ्छेस् भनेर।
झोला बोकेर कहाँ जान लाग्यो तिमी? माइत जान लाग्यो। माइतीले गरगहना बनाइदिन्छन् कि भन्दै। गरगहना अरे गरगहना त तेरो आफ्नै छ त, सिक्री लगाइराखिस् त। गहना छ रे, यो सिक्री किनेको 5 वर्ष भइसक्यो। अब त अहिलेको तिजमा त मलाई नयाँ गहना चाहिन्छ। वर्षै पछि गहना किन्न त पैसा पनि हुनु पर्यो नि मसँग। जहिले पनि पैसा छैन भनेर हुन्छ? मलाई त चाहिन्छ, सबैले लाइसके। मलाई पनि चाहिन्छ यसपालिको तिजमा त। अरूको लैलैमा लागेर हुन्न, आफूसँग जे छ त्यसैमा रमाउन सिक्नुपर्छ। हरि काकाको छोरीहरू आएको थिए, रिता र गीता। उनीहरूले यो गहना किन्या भनेर मलाई देखाउँदै थिए। मलाई पनि चाहियो यसपालि त। उनीहरू कति गरगहना लाएर झपक्कै भएर आएको छन्। म चाहिँ जहिले यही सिक्री लाएर बस्ने, मलाई चाहियो। उनीहरूको माइती र मेरो माइती फरक भइदिएको भने एकै ठाउँमा, आफ्नो त घर माइती एकै ठाउँमा छ। जे खाए पनि जे लाए पनि देख्छन्। म चाहिँ जहिले यो सिक्री लाएर जाने। तिज भनेको त दिदीबहिनी भेटघाट गर्ने, आमा बुवा भेटघाट गर्ने, रमाइलो गर्ने, गहना देखाउने होइन। अरूको देखासिकी गरेको कहिल्यै पनि राम्रो हुँदैन। अरू घोडा चढ्यो भनेर आफू धुरीमाथि चढ्नु हुँदैन। कुरा बुझ्यौ? ल बो, धेरै भाषण छोड्नु पर्दैन। यसपालिको तिजमा मलाई एउटा नौगेडी भए पनि ल्याइदिनुपर्छ। ल यसपालि तिजमा नौगेडी तिमीलाई किनिदिनै भयो। जेठी चढ्नु पर्छ। दिदी दर त मिठो पकाइस् नि। खै मिठै पकाए जस्तो लाग्छ। पहिलो दिनको दर हो, दर त मिठो हुनुपर्छ नि। ल आमा हजुरलाई पनि पस्किनु न। ल खाऊ तिमीहरू, म खाइहाल्छु नि। कस्तो लाग्यो त तिमीहरूलाई मैले पकाएको दर? मलाई त खासै मन परेन है, मिठै छैन। सहरको खाना भनेको सहरको खाना हो, गाउँको खाना त मलाई मनै पर्दैन। त्यही माथि यसले पकाएको कति नमिठो पकाकी, पकाउनै जान्दिन यसले त। मलाई पनि मिठो लागेन है। सहरमा मिठो मिठो महँगो महँगो खानेकुरा खाइरहेको, यस्तो के गरी खानु, मिठै छैन। के भएको तँलाई? अलि मिठो पनि पकाउन जान्दिनस्? जानी बहिनीहरूलाई भोकै राख्ने भइस। भोलिदेखि मिठो पकाउँछु नि आमा। आज पनि मिठै पकाउने कोसिस गरेकै हो, खै के भएछ त? खाना हामी त हेर त, तेरो कारणले बहिनीहरूले केही खाएनन्, भोकै हुने भए। बाँकी दर त आफै खा। भोलिदेखि मिठो पकाइन भने घर खेदाइदिए हुन्छ यसलाई। होला धेरै नबस, यसलाई पनि अब आफै खाएर बस्छ यो दर जति।
के भयो तँलाई यति राति बाहिर बसिरहेको छिस् सुत्नु पर्दैन केही भएको छैन आमा म हावा खाएर बसिरहेको हावा खानलाई रोएर बस्नुपर्छ त चाडबाडको बेलामा बहिनीहरू आइरहेका छन् घरमा तँ त जेठीबारी छोडी तैँले त बुझ्नुपर्छ नि यस्तो कुरा तैँले गर्दा परिवारमा असर हुने काम त गर्नु भएन नि बुवा म त भोलि घर फर्किउँ कि भनेको घरमा गाईबस्तुको हाल के भयो कुखुरा चल्ला के भयो मन आत्तिरहेछ ज्वाइँ घरमा हुनुहुन्छ त तिज मान्न आएकी मान्छे तिज मानेर जान पर्दैन अब त गइस् भने यहाँ दर्चे बहिनीहरूलाई कसले पकाएर खुवाउँछ आमा बहिनीहरूलाई मैले पकाएको दर त मन पर्दैन त्यही कुरा मनमा लिएर पो बसिरहेकी रहेछ अब उनीहरू सहरमा बस्ने मान्छे मिठो मसिनो खाइरहेका छन् तैँले पकाएको स्वाद मिठो लागेन होला के भयो त ए ठुली तेरो सम्पत्ति भनेको त त्यो घरबारी र त्यो खेत मात्रै त हो नि उनीहरू त सहरमा बस्छन् ठुला ठुला घर छ टन्न पैसा छ अब बालेर मैले भोलि दुःख पाएँ भने तिनीहरूले त हेर्ने हो नि अब हाम्रा छोरा पनि छैनन् तिमीले पाल्छौ भनौ भने तिमीहरूलाई आफै पालिन धौ परेछ अब भोलि पर्सि हामीले पाल्ने भनेकै तिनीहरूले हो तिनीहरूको चित्त दुखाउनु हुन्न के ठुली ए भित्र गएर सुतौँ कुरा बुझि छैन जा भित्र गएर सुत हामी पनि जाऊँ भित्र सुत्नुलाई रुने होइन छिटो भित्र गएर सुत आइज है नानी दिदी कहाँ हुन्छ त मेरो जस्तो राम्रो किन्नु पर्यो नि त्यस्तो झपक्क परेको हेर्नुहोस् त कति राम्रो छ के भा छैन यी घर गएर देखाउने हो त अब नाच्न जाउँ पानी आउँछ अघि आमा अब त निस्किन पर्छ के हो के दिदी त काहीँ पनि नजा घरै बस भनेको होइन हामीले तँलाई त्यही त यस्तो गति लिएर हाम्रो बेलुक गर्नु छ भनेको हेर अब सबैजना गएपछि घरमा तालचा लाउनु पर्छ अब बेलुका दर पनि पकाउनु पर्यो एउटा त घरको नि मान्छे पनि त चाहियो नि त सबै यो दर पकाउनुको लागि सबै सरसामान ठिक भयो है एकछिन नाचगान हेरेर आउँछु नि आमा त्यसपछि आएर म सबै कुरो तयार पारिहाल्छु यो जानियो भने चाहिँ म जाँदिनँ है माइल दिदी म पनि जान्न नि यो गयो भने त म अलग्गै बसेर हेर्छु नि तिमीहरूको नजिकै आउँछु कस्तो भनेको नबुझेको के तैँले यस्तो हालतमा तँलाई हाम्रो बेजत गर्न नजा भनेको सुन्दिनस् भनेको होइन के को हल्ला खल्ला तिमीहरूको फेरि हेर्नु न बुबा यो पनि हामीसँगै जान्छु भनेर जिद्दी गरिरहेछ त्यही पनि यस्तो हालतमा तिजको रमझममा व्रत बसेको बेलामा कसैको पनि चित्त दुखाउनु हुँदैन क्या छोरी हो ऊ अलग्गै बसेर हेर्छ नि त ऊ पनि जान्छ अलग्गै बसेर हेर्छ अनि फर्केर आइहाल्छ नि म पनि तिमीहरूसँगै जान्छु एकछिन नाचगान हेर्छु अनि फर्किन्छु ल नजाऊँ सबैले गाली खुवाइछ होइन बालाई हराएर म भन्दा अघि जान्छु कि पछि जान्छस् म गएँ रिबन उस्तै टेके उस्तै चोरा पनि उस्तै रिबन उस्तै टेके उस्तै चोरा पनि उस्तै बानी उस्तै जवानीका कुरा पनि उस्तै हामी त साथी जस्तै दिदी बहिनी हो तिमीले मन पराएको कुन छैनी हो तिमीले मन पराएको कुन छैनी हो तिमीले मन पराएको कुन छैनी हो भन तिमीले मन पराएको कुन छैनी हो
हो हरि पैसा तिर्छु भनेर आज भाका राख्ने आफू चाहिँ नाचगानमा व्यस्त भइदिने हाम्रो बेर त घरमा भइहाल्थ्यो नि काई साहब किन यहाँ आउनु घरमै गएको थिएँ म घरमा नभेटेपछि यता आएको के भयो पैसा बन्दोबस्त भयो पैसा रे के को पैसा चुप लाग तिमीहरू थाहा छैन तिमीहरूलाई हामीलाई थाहा छैन अरे भन्नुहोस् के हो कुरा तिमीहरूलाई पढाउन बिहे गराउन ऋण लिएको थियो यसले मबाट आजसम्म 1 रुपियाँ तिरेको छैन साउ ब्याज गरेर धेरै नै भइसकेको छ त्यो ऋण आज तिर्छु भन्ने भाका थियो तर तिमीहरूको बाउलाई आज ऋण तिर्नुपर्छ भन्ने थाहा नै रहन्छ यहाँ नाचगानमा पो रमाएर बसेको रहेछ म त आज पैसा दिन्छु भनेर भाका राखेपछि लिन आउनै पर्यो आज पनि पैसा तिर्न सकेन भने घर जग्गा नै मेरो नाममा गरिदिन्छु भनेको थियो के छ त हरि पैसा तयार छ कि घर जग्गा तयार छ छोरीहरू आएको हर्षमा मैले त सबै कुरा बिर्सिछु 1-2 दिनमा जसरी नै मिलाउँछु काई साहब म यत्रो वर्ष त केही गर्न सकिनस् तैँले 2-4 दिनमा के गर्छस् कि घर जग्गाको लाल पूर्जा चाहियो कि तेरो छोरीहरूले लगाएको गरगहना चाहियो दिन्न म त मेरो गहना त बुवाको हातबाट लिएको ऋण हो बुवाले नै दिनुहुन्छ म पनि दिन्न है मेरो गहना त यो त सोच्दै नसोच्नु बरु बुवाको घर जग्गाको लाल पूर्जा लानुस् मेरो गहना त केही पनि दिदिनँ अब घर जग्गै दिएपछि हामी चाहिँ कहाँ बस्नु छोरा भए पो छोराले कमाएर तिर्छ भन्नु भएको तिमीहरू नै हौ अब यो बाले चाहिँ कसरी तिर्नु नानी हेर अहिले तिमीले नै मिलेर तिर अब जमिन बाँकी बस्यो घर बाँकी बस्यो भने त भोलि लिने तिमीले नै त हौ नि अब समय पनि कति नै बाँकी छ र हजुरहरूको जता बसे पनि भइहाल्यो नि नभए हामीसँगै सहर जाउँला राम्रो आश्रम हेरौँला त्यही बस्नु होला तिमीहरूबाट यो आशा गरेको थिइनँ छोरी मैले बुवा फेरि सुरु नहुनु न पहिले सोच्नु पर्थ्यो नि यस्ता कुराहरू त छोरीहरूले त गहना दिन मानेनन् हरि अब घर जग्गा नै दिने त होला नि हिँड घरमा मलाई त जसरी पनि चाहियो पक्नुस् काई साहब तँसँग के छ र दिन्छस् मलाई काजी साहब बुवा आमाले लिनुभएको ऋण म तिर्छु यो मेरो तिलरी लिनुहोस् तेरो एउटा तिलरीले मेरो ऋण चुक्ता हुँदैन तेरो सारा घरखेत बेच्न पर्छ मलाई थाहा छ काई साहब यो तिलरीले तपाईँको ऋण चुक्ता त हुँदैन तर मेरो गैरी खेत बेचेर तपाईँको ऋण चुक्ता गर्नेछु मेरो बुवा आमालाई यो बुढेसकालमा घरबार विहीन भएको म कसरी देख्न सक्छु मेरो लागि बुवा आमा सबै थोक हो बुवा आमाको अगाडि धन सम्पत्ति केही पनि होइन धन सम्पत्ति त फेरि कमाउन सक्छु तर बुवा आमा कहिले पाउन सकिँदैन आमा बुवा तपाईँहरू चिन्ता नलिनुहोस् जबसम्म ऋण चुक्ता हुँदैन तबसम्म तपाईँहरू मसँग बस्नुहोस् मैले त सधैँ मसँगै आएर बस्नु भन्छु नि तपाईँहरू मान्नुहुन्न छोरी त कति महान रहेछस् तँलाई हामीले चिन्न सकेन माफ गरिदे है छोरी तैँले गरेको माया हामीले कहिल्यै बुझेनौँ सधैँ गरिब भनेर सबैजना मिलेर हेपिरह्यौँ छोरी माफ गरिदे है आमा हो छोरी हामी नालायक बाआमालाई माफ गरिदियौँ हामीले त पैसावाला छोरी ज्वाइँले मात्रै माया गऱ्यौँ तिम्रो मायाले हामीले बुझ्नै सकेनौँ असली छोरी भनेको त तिमी पो रहेछौ छोरी जानी नजानी हामीले तिमीमाथि ठुलो अन्याय गरौँ हामीले माफ गरिदेऊ छोरी बुवा के भन्नुभएको हजुरले हजुरहरू त मेरो सब थोक हो नि अहिले तिलरी केही गरी तैँले पनि ऋण तिर्न सकिनस् भने तेरै घरखेत जान्छ नि फेरि काई साहब जाउँ हेलो ओए तैँले न्युज हेरिनस् नै तेरो बुढा त 2 नम्बर केसमा जेल पर्यो नि तिमीहरूको घरमा सबै बेनले लिलाम गर्दैछ अब त कहाँ बसिस तेरो बुढा त जेलमा बस्ला नाइ के भयो कान्छी मेरो त सबै सकियो नि हेलो सुन न बुढी हाम्रो घर बैङ्कले लिलाम गरिदियो सबै प्रब्लम मिलाएर
सल्भ गरेर अनि म आउँछु। अहिलेलाई केही दिन माइतीमै बस है। अब हाम्रो सम्पत्तिको नाउँमा केही पनि छैन बुढी। गाडी पनि फाइनेन्सले तानिहाल्यो। ल है बुढी, मैले भनिदिएको छु, अब केही दिन तिमी माइतमै बस है। बुढो सुन्नु न बुढो, फोनै काटिदिइसक्नु भएछ। कान्छी दिदी मेरो त केही पनि रहेन, सबै सकियो। बुढा पनि जेल पर्नु भएछ, सहरमा पनि केही छैन दिदी, म कहाँ बस्ने होला। बहिनी मेरो पनि त्यस्तै भयो। मेरो पनि घर ब्याङ्कले लिलामी गर्दैछ। मेरो बुढा पनि जेलमा पर्ने हो कि जस्तो छ। मेरो सहरमा त्यही एउटा घर मात्रै थियो, केही पनि बाँकी नरहने हो बहिनी। त्यसैले 2-4 दिन यहीँ बस भन्नुभएको छ। आमा बुवा हामी पनि हजुरहरूसँगै बस्छौँ। जतासुकै जाऊ तिमीहरू, तिमीहरूको लागि यो घरमा ठाउँ छैन। भिख मागेर खाओ। तिमीहरूलाई गइहाल भनेको सुन्दैनौ? गइहाल यहाँबाट। दिदी हामीलाई माफ गरिदिए। हामीले त सबै पैसै ठुलो हो भन्ठान्थ्यौँ, तर हामी गलत रहेछौँ। पैसाले हामीलाई अन्धो बनायो। तिमीहरू माफी पाउन लायकका छैनौ। कहाँ जाने हो? खुरुक्क गइहाल। त्यसो नभन्नु आमा, गाउँलेको मन सहरियाको जस्तो कठोर हुँदैन। त्यही माथि म त यिनीहरूको दिदी परे। बुवा आमाको घरमा तिमीहरूको पनि अधिकार छ, तर हाललाई तिमीहरू मेरो घरमा बस्नुपर्छ। फेरि मैले पकाएको खाना तिमीहरूलाई मिठो लाग्दैन, के गर्ने? दिदी अब त तैँले नुन र भात मात्रै दिए पनि हामी मिठो मानेर खान्छौँ। घरको काम पनि सबै हामी नै गर्छौँ। छोरी, मेरो जेठी छोरी कति महान रहेछ देख्यौ तिमीहरूले? ल हिँड, अब पानी पनि पर्यो, यहाँ बसेर काम छैन। हिँड आइज। सुन न बहिनी, भन्नु नि दिदी। धनी छु भनेर गरिबलाई हेप्न पनि बेकार रहेछ है। हो नि दिदी, गरिब छ भनेर कसैलाई पनि हेप्नु हुँदैन। भोलि कस्तो दिन आउँछ भनेर कसैलाई पनि थाहा हुँदैन। हिजो करोडमा खेल्ने मान्छे आज रोडमा आउँदो रहेछन्। नपत्याए हेर त ती माइली र कान्छीको हालत। मेरो यस्तो छ उस्तो छ भनेर धाक लाउँथे, आज रोडमा आए। हो नि, मलाई त त्यो माइली र कान्छीको देखेर सुन लाउन पनि लाजै लागिसक्यो। दिदी छोडिदिनु, अर्का कुरा गरेर के फाइदा। हिँड्नु जाउँ। ल ल बहिनी जाउँ।